म चिराग फिल्म्सको तर्फबाट र सम्पूर्ण कलाकारको तर्फबाट आज उपस्थित हुनुभएका पत्रकारज्यूहरूलाई र सम्पूर्ण उपस्थित महानुभावहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। र यस फिल्ममा मैले एउटा रोल चलचित्रको प्रबल र पोस्टर हेर्छौँ र प्रबल र पोस्टर हेरिसकेपछि बल्ल चलचित्रको बारेमा कुरा गर्नको लागि तपाईँहरूसँग चाहिँ यहाँ आउनेछौँ र सबैजनालाई म हल्ला गरिदिनको लागि एक्सन भन्ने मुभीमा तपाईँको भूमिका चाहिँ के छ? एक्सन मुभीमा मेरो भूमिका एउटा रक्षक भन्ने हुन्छ, त्यसको भूमिका निभाएको छु मैले। तपाईँको 4 जना मुख्य कलाकार मध्येमा, अनि तपाईँको एउटा मिडियाबाट छ हैन, फिल्मभित्र, अनि अर्को तपाईँको एउटा अनुसन्धान गर्ने एउटा हुन्छ, अनि प्रशासनबाट एउटा हुन्छ, अनि अर्को चाहिँ तपाईँको जहाँ अन्याय र अत्याचार भएछ एउटा अनुसन्धान गरेर 3 जना मध्येमा अनुसन्धान गरेर अथवा सबै 3 जना मध्येमा सबै सल्लाह भइसकेपछि कारबाही गर्ने चाहिँ एउटा रक्षक भन्ने क्यारेक्टर हुन्छ कि त्यो क्यारेक्टर चाहिँ मैले निभाएको छु। हजुर, जिन्दगी फिल्ममा हो मैले पेटमा गाडी कुदाएको त्यो धेरै राम्रो मानिएको थियो, पहिलो मिडियाले पनि धेरै राम्रो मानेको थिए। गाह्रो पनि छ त्यो, अलिकति त्यो गर्दाखेरि अलिकति पेटको सेन्टरबाट अलिकति तल गइदिएको भए किडनी जान्थ्यो, माथि गएर करङ भाँचिन्थ्यो, एकदम रिस्क पनि थियो। मैले अब दर्शकहरूले नयाँ टेस्ट पाउन्न त भन्ने तरिकाले मैले त्यो सर्ट गरेको थिएँ। फेरि म मार्सल आर्टको नेसनल कोच पनि हो करातेको, त्यसले गर्दा पनि त्यति गाह्रो त भएन, त्यसको लागि तयारी चाहिँ गर्नु पर्थ्यो। त्यस्तै यो एक्सन भन्नु त्यस्तै हाम्रो के चाहिँ तपाईले विशेष दिनु भएको छ? यसमा त्यस्तो स्टन्ट मतलब त्यस्तो रिस्क त केही पनि छैन। यसमा एक्सन नै एकदम दमदार छ। मैले भन्नुपर्दा रियल भन्नुपर्दा मैले योभन्दा पहिला नि अब हामी नेपाली भएको कारणले गर्दा, नेपाली कलाकार भएको कारणले गर्दा नेपाली फिल्म त धेरै हेरिन्छ नि त, हाम्रो फिल्म त धेरै हेरिन्छ नि त, नेपाली फिल्म हाम्रो फिल्म त धेरै हेरिन्छ नि त। हेर्ने क्रममा योभन्दा अगाडि चाहिँ त्यस्तो एक्सन सायद छैन कि जस्तो लाग्छ। एक्सन चाहिँ त्यस्तो गरिएको छ। फेरि एक्सन टाइटल हुने बित्तिकै तपाईँको फाइट नै छैन, यसमा जम्मा 4वटा फाइट छ, पृथक खालको फरक छ 4वटामा हैन। र यो चाहिँ अब तपाईँको स्टोरी नै शब्द वार भन्छ नि, डायलग वार भन्छ नि हैन, त्यो कथा नै तपाईँको एक्सन खालको छ कि फाइट भन्दा नि। र यसमा चाहिँ मैले त्यस्तो खासै स्टन्ट रिक्स केही पनि गरेको छैन। मैले गरेको चाहिँ एक्सन नै अलि दमदारै मैले सके जति र अहिलेसम्म नभएको खालको त्यस्तो पृथक खालको एक्सन गरेको छु यसमा चाहिँ। जस्तै पहिला रिलिज अचामा आउनुहुन्छ तपाईँ हैन, तर बिचमा तपाईँको मुभीहरू आएन किन ग्याप? यस्तो भयो, मेरो के भयो भन्नु होला भने मैले अरबपतिपछि म यो मार्सल आर्टको कारणले गर्दा र मेची महाकाली भ्रमण थियो मेरो, त्यसले गर्दा अलिकति फिल्म क्षेत्रमा चाहिँ अलिकति हल्का कम भएँ, तर पुरै छोडेर चाहिँ गएको होइन। फेरि अब एक्सनबाट सुरु। जस्तै अब यो मुभीले तपाईँको लागि करियरलाई पुस्ट अप गर्न कस्तो दर्शकले किन हेर्नुपर्छ? मैले एकदमै हो गरेको छु यसमा होइन। यो मेरो यो मुभीसँग मेरो क्यारियर नै जोडिएको छ वास्तवमा भन्ने हो भने, मेरो फ्युचर नै हो यो मुभी। र चिराग फिल्म्स मेरो आफ्नै कम्पनी पनि हो होइन, मेरो आफ्नै ब्यानर हो, त्यहीबाट बनाइएको चलचित्र हो यो। अनि यसमा चाहिँ मैले एकदम आशादायी छु। र यस चलचित्रमा चाहिँ मेन दर्शकहरूले हेर्नुपर्ने के छ भने जनताले भोग्नु परेको अन्याय अत्याचार जुन थिचोमिचो त्यसलाई चाहिँ सर्लक्क पर्दामा उतारिएको छ कि होइन, यसरी हेपिनु परेको छ। अब आइन्दा यसरी जनताहरू हेपिएर नबसौँ, अब हामीले नै के गर्नुपर्छ र जनता नै अग्रसर हुनुपर्छ र विशेष गरेर युवाहरूलाई टार्गेट गरेको छ। अब यो हाम्रो देश एकदम दलदलमा गइसक्यो होइन, यो दलदलमा फँसेको देशलाई चाहिँ अब हामी सम्पूर्ण नेपाली र विशेष गरेर युवाहरू भएर यो देशलाई दलदलबाट बचाउनुपर्छ भन्ने एउटा सन्देश दिएको छ यो चलचित्र। मलाई आशा छ दर्शकहरूले धेरै नै मन पराउनुहुन्छ। हजुर
अनि एक्सनको सिन राख्न सकिन्छ फिल्ममा होइन, त्यो फिल्म स्क्रिप्ट हुँदैखेरि हुने कुरा हो। जब अहिले त फिल्म निर्माण भइसकेको छ, उहाँको एक्सन छैन, मतलब फाइट छैन। हामी प्रोमो यता सुन्नुहोस्, 2.5 घन्टाको फिल्मबाट हामीले 1.5 मिनट निचोरेर लिनुपर्छ। 1.5 मिनट, 1.5 मिनटमा कसको राख्ने कसको नराख्ने कुन राख्ने भने त्यो अट्नु पनि त अलिक गाह्रो हुन्छ नि। ठिक छ, पोस्टरमा हट्यो, प्रोमो दर्शकले हेर्नुहुन्छ, प्रोमो चित्त बुझाउनुहुन्छ, हलमा जानुहुन्छ, बल्ल हलमा हो काम हेर्ने। दर्शक त यतिले तानिहालिन्छ, नायिकाज्यूलाई नै देखेर मात्र दर्शक तानिन्छ भन्ने पनि छैन। एक्सन फिल्म हाल्नाले एक्सनबाटै दर्शक तान्ने हामीले प्रयत्न गरे हो, त्यही भएर हामीले एक्सनलाई बढी प्रायोरिटी दिएको हो। त्यसमा जेनिसाजी अलि उहाँको चाहिँ अलिक कथापट्टि उहाँको रोल अलि लामो छ, उहाँ सेन्टिमेन्ट्सपट्टि अलिक बढी लामो छ, त्यही भएर उहाँ एक्सनमा नअट्नु भयो। वास्तवमै एक्सन मुभीमा मेरो क्यारेक्टर चाहिँ अब जति पोस्टरमा देखेछ पुरै जेन्सा केसी नै एक्सनमा छ भन्ने जस्तो देखिन्छ नि होइन, एक्सन फाइटहरू छ होला सायद उसको, तर मेरो त्यस्तो छैन। वास्तवमै हिरोहरूको एक्सन हुने हो। मेरो चाहिँ एकदम सिम्पल स्विट एउटा गरिब घरको छोरी र अफिसियल्ली लाइक वेयर लाउँछ र ऊ चाहिँ प्रायः जस्तो अलिकति सेन्टिमेन्ट नै क्यारेक्टर छ मेरो चाहिँ त्यो फिल्ममा, र पछि गएर रिभेन्ज लिने टाइपको त्यस्तो टाइपको क्यारेक्टर छ र एकदम स्विट सिम्पल छ, त्यति मात्र। वास्तवमै मुभीहरू कम गर्नुको कारण चाहिँ अलिकति चुजी भएर होला सायद होइन, र मेरो वैशाख र जेठमा 2टा मुभी गर्दैछु र चाँडै अल नेपाल रिलिज हुँदैछ। जेठ 14 गते हाम्रो यो एक्सन मुभी, र फेरि एक्सन पछि चाहिँ मेरो काले र एक पल भन्ने मुभी धेरै राम्रो बनाएको छ। वास्तवमै म एकदम एप्रिसिएट गर्दैछु त्यो मुभीहरूलाई, र त्यो मुभी पनि आउन बाँकी नै छ, चाँडै आउँछन्। र फ्लोरमा 2टा मुभी चाँडै जाँदैछु, फ्लोरमा छ मुभीहरू 2टा। हजुर, त्यस्तो चाहिँ आफूलाई फिल भएको छैन, तर बढी प्रायोरिटी आफ्नो पर्सनल वर्कलाई दिएर हो कि बा होइन। तर आई लभ माई करियर, मेरो एक्टिङ मलाई मनपर्छ र म जहिले पनि एक्टिङलाई नै प्रायोरिटी दिन्छु। र अलिकति 7-8 महिना चाहिँ ग्याप भएँ, युके बसेँ, सो त्यस कारणले गर्दा पनि होला कि होइन, र आफ्नो बिजनेसियली कुराहरूमा बिजनेसमै बिजी भएँ, त्यसैले हुनसक्छ अलिकति कम कुराहरू निस्केको हो कि। अब आइसकेँ, हिरोको इन्ट्री अलि लास्टमा हुन्छ। वास्तवमै एक्सन मुभीको चाहिँ मेरो कस्तो टाइपको छ भने यसमा आशा चाहिँ एउटा देशमा हाम्रो नेपालमा अहिले जुन भइरहेछ, जुन समाजमा बितिरहेका कुराहरू त्यसलाई नै चित्राङ्कन गरिएको हो, र त्यसमा नेगेटिभ र पोजिटिभ पार्ट छ होइन। पोजिटिभ र नेगेटिभ अब त्यसलाई कसरी लिने र अडियन्सहरूले कसरी जजमेन्ट गर्नुहुन्छ, अब त्यो अडियन्सको हातमा छ। र वास्तवमै फिल्म चाहिँ राम्रो बनाएको छ, मैले एज अ भ्युवर हेर्दाखेरि होइन, अडियन्स र कुनै कमेन्ट छैन, फिल्म राम्रो छ, एक्सन बढी छ हाम्रो शिवदाईको र एक्टरहरूको। अब एक्ट्रेसको त मेरो नै बचाओ छोडिदेऊ, मलाई यति मात्र हुन्छ, र अलिकति डिफेक्ट छ वास्तवमै। वास्तवमै पछिल्लो टाइममा आधी बाटो फिल्म निकै हिट भएको थियो मेरो, र मायाको डोली चढाई तिमीलाई लैजाला नि भन्ने धेरैजनाले मन पराउनु भयो। इभन म युकेमा हुँदा पनि धेरै नेपालीहरूले मलाई मायाको डोली चढाई तिमीलाई लैजाला नि भनेर कमेन्ट गर्नुहुन्थ्यो, जिस्काउनुहुन्थ्यो, खुसी लाग्थ्यो। तर त्यस्तै आश गरेको छु, एक्सन मुभी पनि धेरै राम्रो बनाएछ र सम्पूर्ण नेपाली प्रेमी नेपाली फिल्मलाई माया गरिदिने दर्शकहरूले फेरि हेर्नुहुन्छ र फेरि जेनिसा केसीलाई मायामा बाँध्नुहुन्छ। थ्याङ्क यू।